5 दिन अगाडि बाटोमा छोरी जन्माएकी सुशीला रुँदा रुँदै थकित भइसकेकी थिइन्। हामीले पटक पटक के भयो, कसरी भयो, किन भयो भनेर बुझ्दा उनी कहिल्यै बोलिनन्, खाली आँसु मात्र झारिन्। आज उनले यसरी बोलिन्, आफ्नो मनको पीडा र सुत्केरी हुनुभन्दा पहिला म कसरी के गर्दै थिएँ भनेर। घरबाट गएको थिएँ सिमकट। मेरो बुवा तल खानु जानुभएको थियो। बुवाले त्यो केटा र केटी दुइटै सँगै एउटै रुममा भेटाउनु भएको थियो। त्यहाँबाट गएर पनि त्यहाँबाट तल गएर त्यो कागज सागज सबै गरेर पनि त्यो केटीले फेरि उसलाई दाइ भनेपछि बुवाले उसलाई छोडिदिनु भयो। अनि ऊ केटाले पनि अनि बहिनी हो भने त्यसपछि उसले पनि आए। अनि त्यो त्यहाँबाट आइसकेपछि त्यो कोठा उसको फुपूले जिम्मेवारी लिएर छोडिदिनु भयो। त्यसपछि ऊ केटाको जिम्मा केटीलाई आफ्नो मम्मीको जिम्मामा लायो। उसले दाइ भनिसकेपछि त्यो केटाले उसको फुपूले आफ्नो जिम्मामा ल्याउनु भयो। अनि त्यो दाइ मात्रै भन्ने त्यो ऊ गर्ने त्यो तिनीहरू भनेर आफ्नो तरिकामा चल्ने मलाई भनेर यस्तो हालतमा छोड्ने। अनि म त्यही कारणले म सिमकोट आएको थिएँ। मलाई सिमकोट बोलाउनु भएको थियो। त्यो सिमकोट आएको थियो। सिमकोट आउँदा केही पनि भएन। उसले दाइ भनिसक्यो, उसले बहिनी भनिसक्यो। त्यसपछि केही पनि भएन। म मामा घर गएको थिएँ। म त्यहाँ बसेको थिएँ मामा घरमा बेलुकापट्टि। अनि मलाई लास्टै तनाव लाग्यो। मलाई खाना खान मन पनि लागेन। म त्यहाँबाट अनि मलाई केही थाहा थिएन म अब के गरौँ। अनि अर्को पनि एउटा छोरी छ, 4 वर्षको छोरी छ। अनि त्यो छोरीलाई पनि कसरी हेर्नु, अनि यो बच्चालाई पनि कसरी हेर्नु जस्तो लाग्यो मलाई। अनि त्यही भएर अनि म त्योबाट तनावले म आउँदै थिएँ। बिच बाटोमा मलाई के भयो अनि सुत्केरी बेथा लागेर म त्यहाँ बिच बाटोमै यो बच्चा भइहाल्यो। अनि त्यतिखेरै त्यो एमएमबाट आउनु भएको रहेछ त्यो दाइ, त्यो उहाँ त्यहाँ आउनु भएको रहेछ। उहाँ दाइले एसएडिसी हो त्यहाँ दाइले मलाई त्यहाँबाट अनि मान्छेहरू बोलाएर तलबाट एम्बुलेन्स झिकाएर त्यस्तो गरेर हस्पिटलबाट त्यहाँ गरेर मलाई हस्पिटलबाट त्यहाँ एम्बुलेन्स पठाउनु भयो। त्यहाँबाट अनि सबै मान्छेहरू त्यहाँ त्यो उगास दाइले बोलाएर सबै केटाहरू खेलेर त्यहाँ मेरो सबै कोही पनि नचिनेका थिए। त्यहाँ कोन तिनीहरूले सबैले मलाई सहयोग गरेर मलाई र मेरो छोरीलाई त्यहाँबाट मलाई यसरी ल्याउनु भयो, हस्पिटलसम्म पुर्याउनु भयो। अनि छोरीलाई पनि पुरै अनुहारमा कस्तो भएको थियो, चिसोले हो कि खै के भएर हो कि अब त्यो समस्या त्यो कति के समस्या भयो। अब लास्टै समस्या भयो। मलाई नि लास्टै जाडो भएको थियो। त्यतिखेर मर्नु न बाँच्नु भएको थियो। त्यहाँबाट सबैले उद्धार गरेर हस्पिटलसम्म पुर्याइदिनु भयो। अनि अहिले हस्पिटलमा पनि आएर औषधि चलाउनु भयो। धेरै औषधि उसको हातमा पनि सुई राखेको थियो। हातमा सुई राखेको थियो धेरै दिन। आज 5 दिन भयो। आज बल्ल बिहान यो सुई निकाल्नु भयो। सुई निकालेर अनि यसलाई नै अहिले ठिक छ। मलाई पनि अहिले ठिकै छ। अनि त्यसपछि एसआइडिसीका उबाट लिएर मलाई यहाँ सहयोग गरेर पनि दिनुभएको छ। यो नास्ता पनि ल्याउनु भएको छ। पैसा पनि दिनुभयो। त्यहाँबाट सबैले सहयोग गरेर सबैले मलाई सहयोग गर्नुभएको छ। अहिलेसम्म सबैले मलाई हेर्नु भएको छ। अरू फ्यामिलीहरू कसैले पनि अहिलेसम्म थाहा छैन। उसको फ्यामिलीहरू कसैले पनि थाहा छैन। तर अरू मान्छेहरू सबैले मलाई सहयोग गर्नुभएको छ। यसरी नै अझै पनि मलाई हुँदासम्म सबैले सहयोग गरिदिनु पर्यो। मेरो छोरीलाई मलाई 2टा छोरी छ। म अब यस्तो के गर्ने, मैले अब यस्तो पढ्ने मेरो पढ्नै पाएन। मलाई यस्तो गरी तडपाएर गयो अहिले। त्यतिखेर भनेर मलाई पढाउँछु ल्याउँछु भनेर अहिले भनेर मेरो यस्तो हालतमा छोडेर गयो। अब 2टा छोरी लिएर कहाँ जाने। अब मेरो पढ्ने उमेरमा यस्तो गरेर मेरो यस्तो हालत बनाइदियो। अब मलाई पढ्ने दिमाग पनि आउने छैन। अब म कसरी पढौँ। उसलाई जसरी पनि जहाँबाट भयो भने यहाँ बोला झिकाइदिनु पर्यो। अब के गर्छ उसले मेरो जिन्दगीमा मेरो भविष्य बिगार्न सक्ने। अब कसरी चपार्नुपर्छ उसले। त्यो सबै लागेर मलाई यसरी सहयोग गरेर उसलाई यहाँ बोलाइदिनु, यहाँ झिकाइदिनु सबै गरेर। उनको पीडा देख्दा पटक पटक मिडियामा आइरहँदाखेरि 5 दिन अगाडि बाटोमै सुत्केरी हुँदा उद्धार गरेको संस्था एसनन एकीकृत विकास केन्द्र र 1 हट ओल्ड वाइजले 5000 नगद र 1000 को फलफुल सहयोग गरेको परियोजना
संयोजक अनु रोकायाले बताएकी छन्। त सामग्री फिल्ड अफिसर सर्जन रोकाया तथा बोर्ड मेम्बर छपाल लामाको संयोजकत्वमा सहयोग गरेको थियो।